अनलाइन केही किन्दा त्यो क्लिक गर्ने बित्तिकै हाम्रो ढोकासम्म सामान आइपुग्ने जुन प्रक्रिया छ नि त्यो कसरी हुन्छ होला? कहिले सोच्नु भएको छ? ल, आज हामी यही ई-कमर्सको भनौँ न पर्दा पछाडिको कुरालाई अलि गहिरेर हेरौँ। हो नि, हामी दिनदिनै चलाउँछौँ, तर ई-कमर्स भनेको त्यो अनलाइन सपिङ कार्टमा सामान हाल्नु मात्रै त होइन नि, होइन र? यो त एउटा पुरै इकोसिस्टम हो, एउटा विशाल प्रणाली जहाँ टेक्नोलोजी, बिजनेस अनि मान्छेको व्यवहार सबै कुरा जोडिएको हुन्छ। लाउनुस् यसलाई अलिकति भित्रै छिरेर हेरौँ। सबैभन्दा पहिले त्यो बाई बटनको पछाडि के हुन्छ त? आखिर ई-कमर्स भनेको के हो? यसले काम कसरी गर्छ? ल, यहीँबाट सुरु गरौँ। एकदमै सरल भाषामा भन्नुपर्दा ई-कमर्स भनेको इन्टरनेटमा हुने व्यापार हो। सजिलो छ होइन? सोच्नुस् त, यो कस्तो हो भने आफ्नो एउटा सानो पसल छ, तर त्यो संसारभरिका ग्राहकका लागि 24 घण्टा 7 दिन खुला छ। अनि सबै कारोबार किन्ने, बेच्ने, पैसा तिर्ने सबै डिजिटल तरिकाले हुन्छ। अब यहाँ एउटा कुरा बुझ्न एकदमै जरुरी छ। धेरैजना झुक्किने ठाउँ पनि हो यो ई-कमर्स र ई-बिजनेस। सुन्दा उस्तै लागे पनि फरक छ। ई-कमर्स भनेको चाहिँ खासमा सामान किन्ने र बेच्ने काम मात्र भयो। तर ई-बिजनेस भनेको त्योभन्दा धेरै ठुलो कुरा हो। यसमा त कम्पनीको भित्री काम, ग्राहक सेवा, पार्टनरहरूसँगको सहकार्य सबै अनलाइनबाटै हुन्छ। भन्नुको मतलब ई-कमर्स चाहिँ ई-बिजनेसको एउटा महत्त्वपूर्ण पाटो मात्रै हो। अनि ई-कमर्स पनि फेरि दुई किसिमको हुन्छ। एउटा भयो प्योर ई-कमर्स, जहाँ सुरुदेखि अन्त्यसम्म सबै कुरा डिजिटल हुन्छ। जस्तै अनलाइनबाट किताबको सफ्ट कपी मतलब ई-बुक किन्नुभयो भने। अनि अर्को हुन्छ पार्शियल वा आंशिक ई-कमर्स। यसमा चाहिँ केही काम अनलाइन हुन्छ, केही चाहिँ भौतिक रूपमा। जस्तै हामी अनलाइन खाना अर्डर गर्छौं, तर पैसा चाहिँ डेलिभरी आएपछि नगद दिन्छौं नि। हो, त्यो भनेको पार्शियल ई-कमर्स हो। ल, त्यसो भए ई-कमर्समा त्यस्तो के जादु छ त जसले व्यापार गर्ने पुरै तरिका नै परिवर्तन गरिदियो? आउनुहोस् यसका केही सुपर पावरहरूको बारेमा कुरा गरौँ। यसका खासमा 6 वटा सुपर पावर छन्। पहिलो हो युबिक्युटी, मतलब यो जताततै जहिले पनि उपलब्ध छ। मध्यरात होस् वा बिहान सपिङ गर्न पाइयो। दोस्रो ग्लोबल रिच, मतलब यसको पहुँच विश्वव्यापी छ। नेपालको एउटा सानो पसलले पनि अमेरिकामा सामान बेच्न सक्छ। तेस्रो युनिभर्सल स्ट्यान्डर्ड्स, चाहे जुनसुकै देशको वेबसाइट होस्, चलाउने तरिका लगभग एउटै हुन्छ। अनि अरू छन् इन्टरेक्टिभिटी, इन्फर्मेसन डेन्सिटी र रिचनेस। यी तीनले गर्दा नै हामी विक्रेतासँग च्याट गर्न, हजारौं ग्राहकको रिभ्यू पढ्न अनि सामानको भिडियो हेरेर चित्त बुझाउन सक्छौं। ल, अब अलिकति भित्रै छिरेर हेरौँ। भनौँ न ई-कमर्सको इन्जिन रुममा हरेक अनलाइन स्टोरलाई बलियोसँग अड्याएर राख्ने त्यो लुकेको संरचना कस्तो हुन्छ त? यो भनेको अनलाइन पसलको ब्लुप्रिन्ट जस्तै हो। एउटा राम्रो अनलाइन स्टोर भनेको खालि वेबसाइट मात्रै होइन, यो त प्रविधि र नियमहरूले बनेको एउटा जटिल संरचना हो। अनि यो पुरै संरचना दुईवटा ठूला पिलरमा टिकेको हुन्छ। एउटा हो पब्लिक पोलिसी, अर्थात् देशको कानुन, नियम, अनि अर्को हो टेक्निकल स्ट्यान्डर्ड, अर्थात् प्रविधि आफै। अब यो पुरै प्रणालीलाई 5 वटा कुराले चलाउँछन्। सोच्नुस् त, यसको सबैभन्दा भित्री तहमा हुन्छन् मानिसहरू, किन्ने ग्राहक र बेच्ने व्यापारी। त्यसको बाहिर हुन्छ पब्लिक पोलिसी, मतलब कानुन। अनि ग्राहकसम्म पुग्नलाई के चाहियो? मार्केटिङ र एडभर्टाइजिङ। कारोबारलाई सफल बनाउन फेरि सपोर्ट सर्भिस चाहियो, जस्तै अनलाइन पेमेन्ट गेटवेहरू। अनि अन्त्यमा बिजनेस पार्टनरशिपले यो पुरै नेटवर्कलाई अझै ठूलो र बलियो बनाउँछ। अब कुरा गरौँ ई-कमर्सका प्रकारहरूको। यसलाई बुझ्ने सबैभन्दा सजिलो तरिका भनेको एउटा प्रश्न सोध्नु हो। कसले सामान बेचिरहेको छ? हो, यही प्रश्नको उत्तरले यसका विभिन्न प्रकारहरू छुट्याउँछ। यसका मुख्यतया 4 वटा मोडेल छन्। पहिलो B2C, अर्थात् बिजनेस टु कन्ज्युमर। यो भनेको कुनै कम्पनीले सिधै ग्राहकलाई सामान बेच्नु हो, जस्तै हामी Dell.com-बाट ल्यापटप किन्छौँ। दोस्रो B2B, बिजनेस टु बिजनेस। यहाँ एउटा कम्पनीले अर्को कम्पनीलाई सामान बेच्छ, जस्तै मोटरसाइकल बनाउने कम्पनीले टायर किन्छ। तेस्रो C2C, कन्ज्युमर टु कन्ज्युमर। यहाँ एक ग्राहकले अर्को ग्राहकलाई सामान बेच्छ, जस्तै OLX.com-मा पुराना सामान बेच्नु। अनि चौथो C2B, कन्ज्युमर टु बिजनेस। यो चाहिँ अलि उल्टो, जहाँ व्यक्तिले कुनै कम्पनीलाई सामान वा सेवा बेच्छ, जस्तै कसैले पुरानो फलाम कवाडीलाई बेच्नु। तर कथा यतिमै सकिँदैन। ई-कमर्स त निरन्तर परिवर्तन भइरहेको छ। आजभोलि 3 वटा नयाँ ट्रेन्ड एकदमै चलेका छन्। पहिलो हो एम-कमर्स वा मोबाइल कमर्स, जुन हामी सबैले आफ्नो फोनबाटै गरिरहेका छौँ। दोस्रो हो सोशल ई-कमर्स, फेसबुक, इन्स्टाग्राममा सामान बेचेको देख्नु भएकै होला।
अनि तेस्रो हो लोकल ई-कमर्स, जसले हाम्रो वरिपरिका पसलहरूलाई नै हाम्रो फोन स्क्रिनमा ल्याइदिन्छ। ल, ई-कमर्सको यात्रा जति रोमाञ्चक देखिन्छ नि, यसका चुनौतीहरू पनि त्यति नै छन्। अब हाम्रो अन्तिम खण्डमा यही बाटोमा आउने केही बाधाहरू र यसको भविष्य कस्तो होला भन्नेबारे कुरा गरौँ। हेर्नुस्, अनलाइन व्यापारको बाटो त्यति सजिलो छैन। डेटा सिक्युरिटीको डर छँदैछ, ग्राहकको विश्वास जित्ने र टिकाइराख्ने चुनौती छ, अनलाइनमा कसको पहिचान के हो भनेर भेरिफाई गर्न गाह्रो छ, त्यसमाथि महँगो ढुवानी, कडा प्रतिस्पर्धा अनि फिर्ता आएका सामानहरूको व्यवस्थापन, यी सबै कुराहरूले व्यापारी र ग्राहक दुवैलाई सताउँछ। भनौँ न, यही नै हुन् ई-कमर्सका मुख्य टाउको दुखाइहरू। ल, आज हामीले ई-कमर्सको जगदेखि यसको भविष्यसम्मको एउटा सानो यात्रा गर्यौं। अब एउटा प्रश्न सोचेर छोडिदिउँ। हाम्रो यो संसार दिन प्रतिदिन अझै बढी कनेक्टेड हुँदैछ, होइन त? यस्तोमा व्यापारको अर्को रूप, अर्को विकास कस्तो होला? सायद यो प्रश्नको जवाफ हामी सबैले मिलेर लेख्दै जानेछौँ।